वेलकम टू माई च्यानल गाइस। आज चाहिँ हामी एडिलेड जू आएको छौँ काकाको फ्यामिलीसँग। चाहिँ हाम्रो सबैजना आएको। अब टिकट काट्ने हो अनि भित्र जाने हो। यहाँ टिकट काट्छ अनि यहाँ गिफ्ट सप रहेछ फेरि यहाँ। अनि यहाँ टिकट काटेर जाने हो, तर महँगी रहेछ टिकट चाहिँ। ल हामी चाहिँ जूभित्र पसिसक्यौँ। अनि यता चाहिँ फुल रहेछ जूभित्र पनि। यहाँ कुन चाहिँ एनिमल छ थाहा भएन, तर एनिमल छ भनेर भन्दैछ। यो के अरे? कोमोरो ड्रागन हुन्छ नि, बाख्राहरु डल्लै हुन्छ नि यसले। यत्रो निकै ठुलो नि छ। अब आउँदैछ हौ। अब गयो है। फेरि आउँदा आउँदा यहाँनिर एउटा जनावर देख्यौँ, काङ्गारू रहेछ यहाँनिर। काङ्गारू अनि उहाँ हिँडिरहेको चाहिँ के हो? यहाँ चाहिँ कति राम्रो जू आउँदाखेरि गल्यो भने चाहिँ टक्कसँगले यहाँ चाहिँ बस्ने ठाउँ रहेछ। ठुलो मान्छेहरू यहाँ बस्ने ठाउँ, अनि यहाँ चाहिँ केटाकेटीहरूलाई खेल्ने बनाइदिएको रहेछ। मजाले बनाइदिएको रहेछ। ए ल है, यहाँ चाहिँ जङ्गली बाख्रा रहेछ। ठक्कै नेपाली जस्तो देखिँदो रहेछ नि त। जङ्गली बाख्रा रहेछ। कति राम्रो हौ। बाख्रा हो कि भेडा हो काकी? हो बाख्रा हो, बाख्रा हो भन्दै हुनुहुन्छ काकी। अब यहाँ के छ अर्को ठाउँ फेरि हेर्न जाँदैछौँ। के छ? ओ सुगा रहेछ यहाँ चाहिँ। कस्तो राम्रो सुगा रहेछ। सुगा रहेछ। अब फेरि हामी जाँदैछौँ भित्र। यहाँ भित्र चाहिँ अब अझै धेरै जनावर हेर्न पाइने रहेछ। यो इस्कुसको मुन्टा खाने रहेछ। यो के दिउँसो हेर्दै हेर्दैन अरे, राति भयो आँखा देख्ने खालको जनावर। जङ्गली खरायो। अब हामी जाँदैछौँ। अब अरू एनिमल हेर्नको लागि। ल यिनीहरू चाहिँ आमा र छोरी अरे। आमा छोरी हेर न कति मिलेर हरे प्रताप। यता चाहिँ आमा र छोरी अरे। अब बाउ छ अरे उताडि। बाउ हेर्नु जाँदैछौँ है गाइस। यो चाहिँ हिप्पोपोटामस अरे। यहाँ चिम्पान्जी रहेछ है गाइस। ए मान्छे यस्तो लुगा ओढेर हिँड्छ। ए चिम्पान्जी अरे, मान्छे जस्तो लुगा ओढेर हिँड्छ। सरम मान्छ अरे, हेर न। सरम मान्छ, लुगा ओढेर हुन्छ अरे। साह्रो बुद्धि हुन्छ।
खानेकुरो And this is the male, and we also have the female. Her name's Puspa. ल है गाइस पानी अमलान रहेछ यहाँ पानी अमला हेर्दै अब हामी जाँदैछौँ है ठाउँ चाहिँ एकदम राम्रो रहेछ यो एनिमल ट्याप्पै एक दिनमा घुमि नसक्ने रहेछ हामी चाहिँ कोसिस गर्दैछौँ कि घुमिसकौँ भनेर है गाइस यहाँ चाहिँ मान्छेलाई खुवाउँदो रहेछ यसरी पानीमा सर्दा कति राम्रो फुल फुलेको दुम्सिरा अरे जान्छ यो चाहिँ दुम्सिरा अनि यहीँ अगाडि मान्छेको अगाडि आउँदो रहेछ यो दुम्सी हो काँडा निकालेको रहेछ नि त नि काकी अलिकता हुन्छ दुम्सी रहेछ अब हामी अरू अरू हेर्नुको लागि भित्र जाँदैछौँ वन परेवा ल है गाइस यो चाहिँ उल्लु अरे उल्लु अरे उल्लु बाँदर जस्तो त के बाँदरै हो बाँदर जस्तै हो तर बाँदर जस्तै हो यसको नाम चाहिँ उल्लु अरे यहाँ कालो छ ए चराहरू मात्रै रहेछ चराहरू बस्ने ठाउँ रहेछ यो चाहिँ सुनढुकुर अरे सुनढुकुर सुनढुकुर है सुनढुकुर चरा अरे यो चाहिँ तल पनि छ ल है गाइस हामी जूदेखि निस्केर चाहिँ अब हामी जाँदैछौँ यहाँ काकीहरूले खाजा बनाएर ल्याउनु भएको रहेछ चाउमिन खै के अरे हौ ल्याउनु भएको रहेछ अब हामी खानुको लागि जाँदैछौँ यस्तो रहेछ गिफ्ट सपहरू चाहिँ मैले यति किनेर किनिदिएँ मेरो बहिनीलाई अनि अब हामी चाहिँ घर गएको यति नै हो हाम्रो यस्तै भयो आज हाम्रो दिन यो चाहिँ एडिलेटको जू हो होइन यस्तै भयो है हाम्रो दिन चाहिँ थ्याङ्क यू फर वाचिङ आई लभ यु बाई बाई है गाइस हामी चाहिँ टक्कसँगले जू डुलेर आएर सबैजना भोका थियौँ अनि कोक चाउमिन खाँदै हामी चाहिँ होइन यहाँ हाम्रो पार्कमा बस्दै खाइरहेको छौँ उहाँ चाहिँ हाम्रो काकी सासू उहाँको काका सासी हुनुहुन्छ काका ससुरा चाहिँ कफी लिनु जानुभएको छ टक्कसँगले होइन हामी चाहिँ त्यो जूको बाहिर आएर खाँदैछौँ है